नेपाली राजनीतिमा समाजवादका अगुवा तथा साहित्यकार बीपी कोइरालाको त्यो बेलाको समाजवादको परिकल्पनाको स्वरूप व्यवहारमा लागू गर्न बाँकी रहेको झापाको दमकमा सम्पन्न एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। नेपाली काङ्ग्रेसको समाजवादको सिद्धान्तलाई बीपीको चिन्तन र व्यवहारसँग जोड्न बीपी अध्ययन प्रतिष्ठान नेपाल दमक नगर समितिले आयोजना गरेको रुखमुनि गन्थन मन्थन कार्यक्रममा बोल्दै वक्ताहरूले त्यस्तो धारणा राखेका हुन्। काङ्ग्रेसको चुनाव चिन्हका रूपमा रहेको रुखको महत्त्व र बिम्बलाई सार्थकता दिन समीको रुखै मुनि राखिएको गन्थन मन्थनमा बीपीको चिन्तन र हालको देशको अवस्थाका बारेमा चर्चा भयो। कार्यक्रममा वक्ताका रूपमा नेपाल आदिवासी जनजाति राजवंशी सङ्घकी केन्द्रीय अध्यक्ष नौतली राजवंशी, दमक 10 का वडा अध्यक्ष राजेन्द्र भण्डारी, काङ्ग्रेसका महासमिति सदस्य मेदनी सिटौला रहनुभएको थियो। वक्ता राजवंशीले आदिवासी जनजातिको संस्कार र संस्कृतिभित्रका केही झन्झटिला पाटोहरू समेत रहेको उल्लेख गर्दै महिलाहरूका लागि अझै बाहिर आउन त्यस्ता कुराले अवरोध पुर्याइरहेको दृष्टान्त उल्लेख गर्नुभयो। त्यसै त महिलालाई राजनीति क्षेत्रमा आउन गाह्रो छ, अझ आदिवासी जनजातिमा समस्या छ, समाजमा विभेद पनि कायम छ। उहाँले भन्नुभयो, म एउटा गौरीगञ्ज गाउँपालिका झापा जिल्लाको सीमान्तकृत समुदायका बहुसङ्ख्यक उपस्थित रहेको गाउँपालिका हो, जो भारतीय सीमासँग जोडिएको छ। यसमा चाहिँ राजनीतिकमा महिलाहरूको सहभागिता र राजनीतिक दलहरूको साथ सहयोग अथवा भूमिका के छ भन्ने कुरो मैले बुझेँ। यसमा एक त हाम्रो देश नेपाल पितृसत्तात्मक देश हो, जसमा राजनीतिकमा महिलाहरूलाई राजनीति गर्न त्यति नै गाह्रो छ, जसमध्ये सीमान्तकृत समुदाय आदिवासी जनजातिको बाहुल्य, जहाँ एउटा भाषाको पनि कठिनाई, जहाँ एउटा राजनीतिक पहुँच, राजनीतिकको महत्त्व, शिक्षाको अभाव, यावत विभिन्न कारणले थलथलिएको अवस्था छ। र अहिलेको अवस्थामा जुन राजनीतिकको अवस्था छ, जसमध्ये स्थानीय तहमा महिलाहरूको भूमिका एकदमै न्यून छ, त्यसमा पनि विभिन्न कारणहरू छ। र यसमा चाहिँ महिलाहरूको भूमिकामा राजनीतिक दलको साथ सपोर्ट जति हुनुपर्ने त्यति चाहिँ मैले नपाएको अवस्था रहेको छ, मैले महसुस गरेको छु। र यसलाई फेरि हामीले यदि त्यो उद्देश्यसँग हामीले जोडिएर काम गऱ्यौँ भने त्यो ठाउँ फेरि काङ्ग्रेस भन्नलाई आतुर भएको ठाउँ छ। यो चुनौतीको साथसाथै अवसर पनि छ त्यो ठाउँमा। नेपाल जस्तो देशको सम्भावनालाई विकासमा परिणत गर्ने नेतृत्वको चाहिँ खाँचो भइरहेको वक्ता सिटौलाको धारणा छ। कामलाई सम्मान नगरिएकाले युवाहरू विदेश पलायन भएका हुन् भन्दै भन्नुभयो, कामलाई सम्मान गरौँ, राष्ट्र निर्माणको जगमा रहेर उद्यमशीलताको नीति बनाएर लैजाउँ, अनि युवाहरूले यही केही गर्छन्। हामीले कहिले पनि गरी खाने मान्छेहरूलाई, गरी खाने साथीहरूलाई प्रोत्साहित गरेन। र यो समाजको अहिलेको सबैभन्दा ठुलो समस्या यही हो। हामीले कामलाई सम्मान गर्ने, अमेरिकामा युरोपमा तपाईँहरू काम गरेर आउने साथीहरूले भन्छन्, सब पनि आएर हामीसँगै दलिएर त्यसै गरी काम गरिराखेको हुन्छ, हामी चाहिँ नै उसँग कम्पिटिसन गर्नुपर्ने हुन्छ काममा भनेर भनिरहेको हुन्छ। तर यहाँनिर यो जुन हामीले अवधारणा सोचमा चाहिँ विभेद, हामीले नै सुरुदेखि नै कामलाई सम्मान नगर्नुको कारणले युवा पलायन भएको हो। हामीले यसलाई चाहिँ राष्ट्रिय पोलिसी, राष्ट्र निर्माणको जगमा बन्ने पोलिसीहरूमा साना उद्यमी यहीँ बसेर केही गर्छौँ भन्ने उद्यमीहरूलाई प्रोत्साहन गर्ने खालका नीति अवधारणाहरू, ऐनहरू निर्माण गरिदिनुपर्छ, त्यो वातावरण बनाइदिनुपर्छ। र कामलाई सम्मान गर्ने परिपाटी हामी सबैले सम्मान गर्ने परिपाटी बसालिदिउँ भने सायद युवा पलायन सम्पूर्ण रूपमा रोकिन्छ भनेर भन्दिनँ म, तर त्यसलाई बिस्तारै कम गर्दै लाने हो, कम हुन्छ पनि। वैधानिक व्यवस्थामा सबै पद निर्वाचित हुने व्यवस्था काङ्ग्रेसको विधान संशोधन गरेर लगेपछि युवाले पनि नेतृत्व गर्न पाएको उहाँले
जनाउनुभयो। वडाध्यक्ष भण्डारीले पार्टीको घोषणापत्रमा उल्लेख भए अनुसार वडामा काम गर्ने धेरैभन्दा धेरै प्रयत्न भइरहेको जवाफ दिनुभएको छ। हामी एउटा जननिर्वाचित भए पछाडि सबै कुरो घाटा लाग्छ, यहाँ चाहिँ बस्नु हुँदैन र यो काम चाहिँ गर्नु हुँदैन भन्ने पक्षमा म अहिले पनि छुइनँ र म हरेक क्षेत्रमा रहेका युवा साथीहरूलाई एउटा सेक्टरबाट भएन भने अर्को सेक्टरबाट त व्यावसायिक रूपमा अगाडि बढ्नुपर्छ, कृषिबाट भएन भने तपाईँको पर्यटनको रूपमा अगाडि बढाउनुपर्छ, होटल व्यवसायको रूपमा अगाडि बढाउनुपर्छ। तथापि के हो भने हामीले यही मुलुकमा अथवा यही वार्डमा अथवा यही नगरीमा तपाईँको के गर्दा जीवन्त रूपमा आफ्नो परिवारलाई धान्न सकिन्छ र बाँच्न सकिन्छ भन्ने कुराहरू चाहिँ अगाडि बढाउनुपर्छ भन्ने मैले लिएको छु। र पनि हामीले हरेक क्षेत्रका युवा साथीहरूलाई हाम्रो स्रोतले तपाईँको भ्याएसम्म जब हामीले एउटा स्वरोजगार बनाउने विषयमा एउटा सिङ्गो वार्डले त्यही 5 लाख 6 लाख रुपियाँको एउटा बजेट विनियोजन गरिएका हुन्छ। त्यसमा हामीले प्रत्येक युवाहरूलाई स्वरोजगार बनाउनको निम्ति एउटा समूहगत रूपमा गठन गरेर अगाडि बढाउन सिपमूलक कुराहरूको तपाईँको शिक्षा र तपाईँको ट्रेनिङहरू गराउनको निम्ति हामी कोसिस गरिरहेका हुन्छौँ। तथापि त्यो पूर्ण रूपमा त्यो सफलता चाहिँ होइन, तर आंशिक रूपमा त्यसले पनि के टेवा पुर्याउँछ भन्ने कुरा हाम्रो बुझाइ छ। काङ्ग्रेसका कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो, बिपी अध्ययन प्रतिष्ठान नेपाल मोरङका अध्यक्ष रञ्जन ओझा, प्रतिष्ठानका झापा अध्यक्ष विशाल थापा, काङ्ग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईले टिप्पणी गर्नुभएको थियो। प्रतिष्ठानका सुन्दर हरेचा अध्यक्ष मिराज जङ थापाको सहजीकरण र प्रतिष्ठानका दमक नगर अध्यक्ष मिलन आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। रुख मुनिको गन्थन मन्थन कार्यक्रम सुन्दर हरेचा पछिको यो दोस्रो हो।